अध्यक्ष महोदय, शक्ति सन्तुलन र नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आफआफ्नो कार्यक्षेत्र छ, आफआफ्नो भूमिका छ। सबभन्दा पहिलो कुराहरू हामीले बुझ्नुपर्ने कुराहरू यहाँ हो र अनावश्यक रूपमा कार्यपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न खोज्दाखेरि संसद विघटन हुने पटक हामीले 47 सालको संविधान पनि हेऱ्यौँ, यो संविधान पनि हेरेका छौँ। मैले यहाँको मात्रै कुरा गरेँ होइन, संसारभरिमा जहाँ पनि त्यो देखिन्छ होइन। विशेष गरी व्यवस्थापिकाले होइन कार्यपालिका प्रधानमन्त्रीलाई अलिकति हस्तक्षेप गर्ने, अलिक कन्ट्रोल गर्न खोज्दाखेरि त्यो देखिएको छ है, जहाँ पनि देखिन्छ। एउटा पाटो यो हामीले बुझ्नुपर्छ, जान्नुपर्छ। मैले शक्ति सन्तुलन र नियन्त्रणका कुराहरू यहाँ गर्दैछु। त्यसै गरी अब अदालतले व्यवस्थापिकालाई नियन्त्रण गर्न खोज्दाखेरि चाहिँ व्यवस्थापिकाले होइन प्रधान न्यायाधीश न्यायाधीशहरूलाई महाभियोग सहित लगाउने खालको त्यो पनि अभ्यास हामीले देखेका छौँ। यो नेपालमा मात्रै होइन, अन्त पनि होइन, त्यो इगो हो कि के गरेर त्यो पनि देखेका छौँ। त्यो पाटो पनि हामीले बुझ्नुपर्छ। र अर्को यो कार्यपालिका, मैले भन्न खोजेको कार्यपालिका, व्यवस्था न्यायपालिकाको अन्त प्रमुख मैले भन्न खोजेको त्यो भनेको प्रमुख हो होइन। कार्यपालिकाको प्रधानमन्त्री, व्यवस्थापिकाको हाम्रो सन्दर्भमा राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको सभामुख होइन, अनि प्रधान न्यायाधीश, यो तीनटा प्रमुखको बिचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्छ। जस्तो अहिले प्रतिनिधि सभा नियमावलीको छलफल भइरहेछ, त्यो अनावश्यक रूपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने जुन बहस भइरहेछ त्यो गलत हो होइन। त्यो गलत, त्यस्तो परम्परा यहाँ पनि प्रवेश होला जस्तो मलाई लाग्छ। त्यो नगरियोस् भन्ने कुरो म त्यो ध्यान गराउन चाहन्छु। अब म अलिकति यो विधेयकमा आउँ। मैले यो विधेयकको बारेमा आज बिहान अलिकति हेरेँ, सरस्वती सबै पढेँ सम्मान्य अध्यक्ष महोदय, र मैले अरू संसारको मेजर फेडरल कन्ट्रीको, हाम्रो भारतको पनि हेरेँ, अनि अमेरिकाको पनि हेरेँ। हाम्रो अलि अभ्यास, संहिताको अभ्यास अलि साउथ अफ्रिकासँग मिल्छ, ब्राजिलसँग मिल्छ भनेर त्यहाँ पनि हेरेँ मैले। र इभन मैले बेलायतको पनि हेरेँ होइन, डेमोक्रेसी जननी। अनि यो अङ्ग्रेजीमा हामी सबैले गुगलमा खोजे पनि हुन्छ, अर्डर अफ प्रेसिडेन्स भनेर खोजेर हेरे पनि हुन्छ। तर मैले के पाएँ भने सम्मान्य अध्यक्ष महोदय, यो काम भनेको विशुद्ध कार्यपालिकाको काम हो, विशुद्ध कार्यपालिकाको काम हो। किनभने मैले अघि भन्न खोजेँ, त्यसकारण हामीले यहाँ सबै हाम्रो मान्यजीहरू यत्रो सबै टिम, सबै दलको लगाएर बनाउनु भएको छ। मलाई लाग्छ यो अरू देशको प्र्याक्टिस हेर्नुभयो होला। त्यसकारण हामीले जहिले पनि मर्यादाक्रम, कानुन विधि हामीले नीति नियम, कानुन विधि जे बनाउँछौँ, जब मैले आफूलाई केन्द्रबिन्दुमा राखेर बनाउँछु भनेपछि त्यो गलत हुन्छ। त्यसले त्यो प्रभावकारी हुँदैन, त्यसले काम पनि गर्दैन। त्यसकारण यो पाटो मान्यज्यूले हेर्नु भएको छ होला भन्ने मेरो अनुमान हो। र अलिकति कतिपय कुराहरू यहाँ धेरै कुराहरू मिलाउनु पर्ने हुन्छ। म जस्तो एउटा प्र्याक्टिस प्रदेशको उपसभामुखले झन्डा प्रयोग गर्नुहुन्छ होइन, जस्तो हामी यहाँ के अरे उपाध्यक्ष उपसभामुखलाई अगाडि ल्याइएको छ, त्यो ठिक छ, त्यसलाई मैले मान्छु। तर प्रदेशमा पनि उपसभामुख छ भनेर त्यो हेरिएन होइन, त्यो हेरियो। राष्ट्रिय सभाको उपाध्यक्ष मर्यादाक्रममा राज्यमन्त्री सरको हुन्छ, तर पछाडि राखिएको छ। त्यसकारण यो काम